हेलो, खानालाई चाहिँ सुकेको रोटी बनाएर दियो भने मेरो छोरी चाहिँ यसरी खाइदिन्छ गम गम पारेर। तर मोटाउने चाहिँ कहिले होइन है, मेरो छोरी चाहिँ यस्तै छ। हेलो, गुड मर्निङ एभ्रिवान। आज चाहिँ मेरो बिहानी हतार उठ्यो, अलि लेट उठेको थिएँ। राति चाहिँ छोरो रोएर अनि बिहानै उठेँ। कोदोको आँटो गरम पानीमा मुछेर 10-15 मिनट राखिदिएँ। अनि गहुँको आँटो पनि यसरी राखिदिएपछि मैले गहुँको अनि कोदाको रोटी बनाएको थिएँ। कहिले खान्छन्, कसैले खाँदैनन् त कोदोको रोटी। अनि मेरो छोरीले चाहिँ मनपर्छ, मम्मीलाई चाहिँ मन पर्थ्यो। मम्मीले चाहिँ आज चाहिँ खानु भएन, उहाँ चाहिँ बिमारी हुनुहुन्छ। यसरी मैले कोदाको रोटी यसरी बनाउँछु त एकदमै राम्रोसँग बन्छ। हजुरहरू पनि यसरी बनाउनु होला। गरम पानीमा आँटा मुछेर 10-15 मिनट ढाकेर राखिदिनु होला। अनि यसरी टुट्दैन, एकदमै राम्रो बन्छ कोदोको रोटी चाहिँ। अनि मैले पालक पनिर बनाएको थिएँ अनि यसरी छोरीलाई खुवाएँ। छोरी चाहिँ मक्क पर्दै एकदमै राम्रो छ मामु भनेर खाइन्। अनि स्कुलमा चाहिँ 2टा रोटी हालिदिएँ अनि पालक पनिरको सब्जी अनि फ्रुट्स लगेर जान्छु भनिन्। अनि उसलाई चाहिँ स्कुल छोडेर आएको थिएँ। आजको बिहानीको यसरी बित्यो मेरो। लास्टसम्म हेरिदिनु